आज म ड्र्यागन फ्रुट रोप्न गइरहेको छु। यस्तो रङको डब्बाहरू हुन्छ, यो 20 लिटरको डब्बा चाहिँ उपयुक्त हुन्छ। योभन्दा सानो भन्दा यो ठिक हुन्छ। अनि यसमा चाहिँ अब सबभन्दा पहिला त अब पाल पनि पार्नु पऱ्यो। तल पाल पार्छु, पाल परेपछि म यहाँ ड्र्यागन फ्रुट रोप्छु। म यसलाई पाल पार्छु, यसमा राखेर 2टा जति पाल बनाउँछु, किनभने ड्रेन बनाउनु पऱ्यो। यसरी घुमाएर पाल बनाएँ, यति भए हुन्छ। अब यसमा चाहिँ माटो, कोकोपिट, परलाइट मिसाएर गर्छु। अब परलाइट छैन भने कोकोपिट अथवा किनभने हल्का हुनको लागि राम्रोसँग ड्रेन हुन्छ। यसको लागि एकदम पानी जम्यो भने ड्र्यागन फ्रुटको जराहरू कुहिन सक्छ। त्यही कारणले म चाहिँ यसमा माटो, यसभित्र माटोमा कोकोपिट, परलाइट मिसाएर एउटा मल बनाउँछु। अनि त्यसमा हड्डीको मलहरू, अरू मलहरू पनि मिसाउँछु। यो गाईको मल छ, गोबर मल सबै मिसाएर एउटा यति ल्याउनु भएपछि म ड्र्यागन फ्रुट यसमा रोप्छु। यो मल, माटो, यो परलाइट भनेको यो सेतो हुन्छ, यो हल्का बनाउँछ। अनि यो कोकोपिट ल्याएर अब यहाँ मिसाएर तल झार्छु, सबै मिक्स गर्छु। मिक्स गरेर म ड्र्यागन फ्रुट रोप्छु। ड्र्यागन फ्रुट चाहिँ मसँग टन्न छ यस्तो हाँगाहरू, यो काटेर हाँगेको। यो नै रोप्छु अथवा त्यहाँ पनि छ। मैले अरूलाई पनि बाँडिदिइरहेको छु, यहाँ पनि यसरी गाडिरहेको छु। यो काट्दाखेरि मैले हाँगा हाल्थेँ, एउटा त बत्तीलाई सानो निस्केला जस्तो पनि भएको रहेछ। कुनै एउटा लगाउँछु। यो भयो भने अब अर्को वर्ष चाहिँ यो ड्र्यागन फ्रुट फल्छ। माथि एउटा ठाउँ छ स्पेस, अब यो स्टेज छ। अस्ति अलि 2-4 दिन अलि 1 हप्ता अगाडि राखेको, यो खासै मरिहाल्दैन। हाँगाहरू चट्ट मिलाएर रोप्यो भने भइहाल्छ। यो जस्तो एकचोटि रोपेपछि जति पनि आउँछ त्यस्तो उस हुँदैन। यो मेरो चाहिँ ड्र्यागन फ्रुट रातोवाला हो र यो मरिहाल्दैन। अब त्यही कारणले अब किन्दाखेरि त मैले एउटाको सानो यत्रोको 500 रुपियाँमा किनेको थिएँ, 5वटा जति। 2500मा 5वटा किनेको थिएँ। अहिले हेर यो चाहिँ मैले फ्रीमा बाँडिदिइरहेको छु। अरू कसैलाई चाहियो भने मैले त दिइरहेको छु मेरो साथीभाइहरूलाई। जब अब आयो भने मैले चट्ट दिइरहेको छु र यो अर्को वर्ष फलिहाल्छ। त्यही हो, मल अलिकति मलजल हाल्नु पऱ्यो, टाइममा गोड्नु पऱ्यो, त्यसलाई सपोर्ट दिनु पऱ्यो। नचाहिने हाँगाहरू काटेर फालिदिने, त्यो गऱ्यो भने मजाले फल्छ। अर्को वर्ष मजाले फल्छ। अब यसमा चाहिँ म अलिकति न्यू स्टार्ट यो केमिकल फर्टिलाइजर हो, अलिअलि मिसाउँछु। अनि एउटा त्यस्तै गरेर यो माइक्रोन्युट्रेन्ट फर्टिलाइजर छ, यो पनि मिसाउँछु। यो चाहिँ अर्ग्यानिक छ, यो सोली ग्रो भन्ने। अब यो नमिसाए पनि हुन्छ, त्यो आफ्नो विषय हो। अनि यो चाहिँ एनपिकेकोमा पोटासको छ। अरू चाहिँ त्यही हो, त्यसलाई मिक्स गरेर म गर्छु अहिले। यो अब म यो ड्र्यागन फ्रुटहरू रोप्छु। सबै मलहरू मिसाइसकेँ मैले। अस्ति नै अलि अगाडि टिपिरहेको थिएँ, यो काटिरहेको थिएँ। अनि माटोमा काटिदिएको जरा आउनु लाग्छ। अब म यसलाई गाडिदिन्छु। गाडेर धेरै सजिलो छ, जस्तो गरे पनि हुर्किन्छ। यो खासै स्याहार चाहिँदैन यसलाई भनेर चाहिँ त्यही हो, हाँगाहरू फालिदिनु पऱ्यो। यसलाई मैले रोपिसकेँ। अब पछि अलि यसरी धागोले अथवा डोरीले यसरी बाँधेर यसलाई यसो गरिदिन्छु। यसलाई माथि लगाएर राख्छु। पछि यो वर्ष त होइन, अब यो वर्ष त यो फल्दैन, यसले दिँदैन। अब अर्को वर्ष चाहिँ यसबाट फल चाहिँ लाग्छ। यसरी तल जरा अलिअलि आएको थियो, यसलाई म यसरी बाँधिदिन्छु। कुनै डोरी, धागो, कुनै कपडा, त्यो थोत्रो कपडाको टालोले। हरेक यो रङको डब्बा, यो अब रङ लाउँदाखेरि निस्केको 20 लिटरको डब्बा हो, पैसा लागेन। यो घर बनाउँदा आएको यो घरको यता हुन्छ डन्डी सन्डी यताउता हरेक चिज कुनै न कुनै पनि काम लाग्छ। फालेन भने यसलाई थाक्रा बनाउन काम लगाइहाल्यो। अब थोत्रो कपडा छ भने यसरी बाँधिदियो नि भयो। अब एउटा त्यहाँ खाली छ एक ठाउँमा, त्यहाँ माथि लगाएर म यो राख्छु। ल मैले यसमा रोपिदिएँ। यो डन्डी छ, सपोर्ट भयो, सपोर्ट हुन्छ। यसरी बाँधिदिँदै जान्छ। यसले माथि गएपछि माथि यसै भित्र यता
हालिदिने हो। यो पनि यहाँ नयाँ बजार पोखरामा यो बाइक नआउने वरिपरिको सोरुम छ के अरे, उनीहरूको सोरुमबाट यो फलाम माएर ल्याएको। उनीहरूले कभर ल्याइदिन्थ्यो, मैले ल्याएँ। यसलाई यस्तो बनाइदिएर एउटा स्ट्यान्ड बनाइदिएँ, गइरहेको छु। पोहोरदेखि पोहोर 7-8 केजी पऱ्यो, फल्यो। अब योचोटि अझै धेरै फल्ला जस्तो लाग्छ। र मैले चाहिँ यो जस्तै फागुन चैततिर मैले मल चाहिँ हाल्दै थिएँ, चैत सुरुमा हालिदिएको हुनाले मजाले मल खान पाएँ। र टाइममा मैले पानी सानी हाल्ने त काम गर्नु पऱ्यो। अब गर्मी मौसममा पानी नपर्दाखेरि पानी चाहिँ हालिदिनुपर्छ। साह्रै सुक्खा भयो भने मरी चाहिँ हाल्दैन हो। जोस् अब बर्खामा मजाले भदौसम्म, साउन भदौसम्म मजाले फल दिन्छ। यो फल पनि बसिसकेको छ। कोही बतिला निस्किँदैछ, कोही फुल, अब कोही फुल भर्खर खेल्न लाग्छ। यता कोही भर्खर कोही फुल खेल्न लाग्छ, कोही फुल खेलिसकेको छ, फल आइसक्यो। अब सानो कोही बतिलाहरू छ। हेर्नु यहाँ यति धेरै छ, एउटा यहाँ कति धेरै छ एकै ठाउँमा। तर सबै नबन्न पनि सक्छ, फल नबन्न सक्छ। त्यो हुँदा त पनि यहाँ चाहिँ योचोटि थुप्रै फल्छ। अब यहाँ चाहिँ 10वटा भयो, पहिला 9वटा थियो, 10वटा भयो। अब यो चाहिँ अर्को वर्ष चाहिँ फल्छ। यसरी यो त्यही हो, यसको काटछाट गर्नु पऱ्यो। यसो चोर हाँगाहरू यसरी आएको हाँगाहरूलाई, तलको हाँगाहरूलाई फालिदियो भने अनि माथि गएपछि यसलाई फैलिन दिने, फैलिदिएपछि हुन्छ। त्यो भयो भने यो त किनभने सानो छ, यसको जरा पनि खासै गहिरो जाँदैन, तल मात्रै अलि माथि नै हुन्छ। मल चाहिँ हालिदिने, मल हालिदिएपछि यसले राम्रो न्युट्रिसन पाएपछि राम्रो फल दिन्छ। पोहोरभन्दा मैले योचोटि अझै मल राम्रोसँग हालेको छु, जसले गर्दा पोहोरभन्दा योचोटि फल धेरै लाग्ला जस्तो छ। हुन त पोहोर पनि मैले नहालेको त होइन, हालेको थिएँ। तर योचोटि चाहिँ मैले फल लाग्नुभन्दा अगाडि मैले हालेको थिएँ। त्यहीको कारणले योचोटि मजाले बतिलाहरू निस्किरहेको छ। योचोटि जहाँसम्म लाग्छ धेरै नै फल्छ होला। यो खासै गाह्रो छैन ड्रागन फ्रुट गर्नको लागि। पन्जा लगाएर गऱ्यो भने चाहिँ काँडाले एकदम खोप्छ। हुन त बिना पन्जा पनि धेरै काम गरिसकेँ, तर फरक पर्दैन। यो चाहिँ अब ड्रागन फ्रुट यो रातोवाला र भित्र गुलियो रातोवाला, र घरमा गर्दाखेरि यसमा विषादीहरू हाल्दिनँ। मैले हालेँ भने यो फर्टिलाइजर अर्ग्यानिक यो केमिकल फर्टिलाइजरसम्म अलिअलि हाल्छु, धेरै होइन। त्योभन्दा बढी त मैले अर्ग्यानिक फर्टिलाइजरै हुन्छ, अलिअलि मात्रै मिसाउँछु। जस्तै स्टार्टर त्यो सबै कुनै मिक्स भएको स्टार्टर थियो, त्यो मिक्स गरिदिए हो, अरू केही पनि गरेको छैन। अनि अर्को त्यो केमिकल, अर्को फर्टिलाइजरहरू, सामान्य फर्टिलाइजरहरू चाहिँ त्यो अब माइक्रोन्युट्रियन्ट्सहरू तीहरू मात्रै मिसाएको छु। त्यस्तो नराम्रो फर्टिलाइजर भनेर त्यस्तो गरेको चाहिँ छैन। र यो बजारमा पाउने भन्दा अझै अर्ग्यानिकै भयो। यो अलिअलि त त्यो खासै फरक पर्दैन। त्यो माटो बिगार्न भएन धेरै हालेर, त्यो धेरै फर्टिलाइजर हालेर पनि त्यो स्वाद मिठो आउँदैन। जुन बजारमा पाउने चाहिँ स्वाद हुँदैन। यो हामीले घरमा बनाएको चाहिँ यो गरेको एकदम भित्र गुलियो हुन्छ। टिप्ने बित्तिकै खानुभन्दा पनि 1 दिन 2 दिनपछि खायो भने त्यो अझै मिठो हुन्छ। यो रातो खालके अझै मिठो छ यो। ल आजलाई यति नै, पछि कस्तो फल लाग्छ म देखाउँछु। यसको फ्रुटहरू पनि म टिपेर देखाउँछु पछि।